छ त्यसरी अनि ढिलो भएको छ। विशेष गरी असोज कुमार यो नेपाल सांस्कृतिक प्रसारण अभियानका केन्द्रीय सदस्य हुनुहुन्छ। त्यसमा छलफलमा भाग लिनु भएकोले अलिक ठुलो आउनुहुन्छ। अब यो कार्यक्रम सञ्चालनको लागि र सहभागीहरूको पनि अझ परिचयको लागि धन्यवाद। सबैलाई नमस्कार। मैले अघि पनि भने वर्ल्ड नेवार अर्गनाइजेसनको म नेपाल च्याप्टरको अध्यक्ष र यो मार्टिन चाहिँ आबद्ध भएको हुनाले उहाँको रिक्वेस्टमा म यो भूमिका निभाउँदैछु। खुसी लाग्यो, सबैलाई स्वागत छ। र अनि पहिले परिचय गरौँ। के अरे आज हाम्रो यो जुन बालगोपाल श्रेष्ठ वर्ल्ड नेवार अर्गनाइजेसनको फाउन्डर चेयरपर्सन पनि हुनुहुन्छ उहाँ। र त्यसबाहेक चाहिँ हेर्दाखेरि उहाँको अक्सफोर्ड युनिभर्सिटीमा हाम्रो डेभिड गेर्नरसँग उहाँ धेरै सँगसँगै लाग्नुभयो र अहिले आएर इन्टरनेसनल इन्स्टिट्युट फर एसियन स्टडी लाइब्रेरीमा पनि उहाँ संलग्न हुनुहुन्छ। अब यो एन्थ्रोपोलोजी र सोसियोलोजी उहाँको विषय भयो। त्यस कारणले उहाँबाट केही प्रेजेन्टेसन हुन्छ होला। अनि त्यसपछि हाम्रो सुरज महर्जन चाहिँ हाम्रो सेभ नेपाल भ्याली भनेर अहिले जुन चाहिँ यो सडक विस्तारको बाहेक अरू धेरै कुराहरूमा जो विस्थापित हुँदै आइरहेका छौँ त्यस विषयमा यङहरूको बिचमा चाहिँ लिडरसिप लिएर वा आउनुपर्छ भनेर स्पिरिट लिएर अगाडि बढ्ने व्यक्तित्व हुनुहुन्छ सुरजजी। उहाँसँग चाहिँ हामीले सबैले चिनेको रुक्साना कपाली के अरे ट्रान्सजेन्डर बहिनी पनि एकदम लागि पर्नु भएको छ यही टिममा। आज उहाँ बाहिर पुग्नुभयो होला, आउनु सक्नु भएन। यसबाहेक अब अशोक महर्जन आउनुहुन्छ र त्यसबाहेक पनि के अरे हाम्रो एकजना हाम्रो सुमन सामी जो सडक विस्तार सङ्घ समितिको लिडिङ गर्दै हुनुहुन्छ। र त्यसपछि हाम्रो के अरे लाहोरनिटबाट हाम्रो शङ्कर लिम्बू पनि यहाँ आइपुग्नुहुन्छ। त्यो समयको विलम्ब नगरिकन अघि दुईजनाको परिचय पनि भयो, उहाँहरू पनि लागि पर्नु भएको छ। यसमा तपाईँहरूबाट पनि पछि साथ आउने होला। अब हामी विषयवस्तु चाहिँ अगाडि बढौँ। म उहाँलाई चाहिँ पहिले त पृष्ठभूमिको रूपमा हाम्रो अलिकति ऐतिहासिक पृष्ठभूमि चाहिँ कसरी आइरहेको छ त्यसबारेमा 10-15 मिनटमा के कुरा राख्नु धन्यवाद साकेश्वरीजी। सबभन्दा पहिले म मार्टिन चौधरीका सबैलाई धन्यवाद दिन चाहन्छु। यो मौका विशेष गरी यस प्रार्थनालाई अनुरोध गर्नुभयो। तर म धेरै दुर्गतिको यताउति परेको कारणले गर्दाखेरि राम्ररी कम्युनिकेट पनि हुन सकिनँ। यसको लागि म क्षमा चाहन्छु। साकेश्वरजीले भन्नुभयो चाहिँ मलाई अलिकति हिस्टोरिकल पृष्ठभूमि यो जुन काठमाडौँ भ्यालीमा अहिले भइरहेको नेवार भनिरहेको छ। तर वास्तवमा नेवार बाहेक अरू पनि सबै जातिहरू पनि यहाँ काठमाडौँ उपत्यकामा भइसकेको कारणले गर्दाखेरि यहाँ जसरी विकासको तीव्र गति रूपमा कामहरू भइरहेको छ, बाटोहरू बन्ने अरू इन्फ्रास्ट्रक्चरको कुराहरू आइरहेको छ, त्यसले गर्दाखेरि जसरी विस्थापनको ठुलो मार परिरहेको छ त्यो विषयमा चाहिँ अलिकति हिस्टोरिकल ब्याकग्राउन्ड के होला एउटा उहाँले प्रत्याउनु भनिरहेकोले त्यसतर्फ म अलिकति छोटो समय भएकोले बिस्तारै छोटै रूपमा जान्छौँ होला। अब यो उपत्यकाको कुरा गर्दाखेरि हाम्रो इतिहास अब किंवदन्तीको रूपमा किराँत गोपाल वंश मेषपाल वंश थियो। पछि आएर लिच्छवी कालमा चाहिँ अब इन्स्क्रिप्सनकै रूपमा धेरै तथ्यहरू आएको हुनाले त्यो बेला त्यो इन्स्क्रिप्सनमा पाएका जुन शब्दहरूको विश्लेषण गरेर धेरै विद्वानहरू डक्टर कमल प्रकाश मल्ल लगायत माइकल मिक्जेल लगायत अरू विद्वानहरूले चाहिँ त्यो संस्कृत इन्स्क्रिप्सनमा पाइएका शब्दहरूको विश्लेषणको आधारमा चाहिँ त्यो बेलाका ओरिजिनल इन्हेबिटेन्ट्सहरू चाहिँ सायद त्यो बेलाको नेवारै हुनुपर्छ भनेर भन्नुभएको छ। केही इतिहासविदहरूले पनि त्यो कुरालाई अलिक तथ्यको रूपमा नै लिनुभएको छ। श्री धर्मचार्यले त्यो बेलाको शब्दहरूको विश्लेषण गरेर पछि पनि अहिले चलिरहेको नेवारहरूको शब्दहरूको विश्लेषण गरेर लिच्छवी कालभन्दा अगाडिदेखि नै नेपालमा चाहिँ बसोबास गर्ने मान्छेहरू
नै अहिले आएर कालान्तरमा नेवारको रूपमा आएको भन्ने छ र लिच्छवी कालको अन्त्य पश्चात चाहिँ अब नेवारहरूको अलि बेसी डकुमेन्ट्सहरू इन्स्क्रिप्सनहरू यो लिखोटमा आएको देखिन्छ। सबभन्दा पुरानो शिलापत्रको रूपमा यो ठकुरी कालमा आएर अर्ली मेडिभल पिरियडमा भन्नुपर्दा 291 नेपाल सम्बन्धको चाहिँ यो बजैको इन्स्क्रिप्सनले लिने गर्छ र त्योभन्दा पनि अगाडिको यो तातपत्र यो उपभालमा आएको छ नेवार भाषामा लेखेको 238 को नेपाल सम्बन्धको र त्यस पछाडि धेरै नै नेवार भाषामा लेखिएको कारणले गर्दाखेरि नेवारहरूको साहित्य भाषा त्यो बेलादेखि नै विकास भएको भन्ने अनुमान इतिहासविदहरूले गरेको देखिन्छ। विशेष गरी यो मल्लकालमा मेडिभल पिरियडमा सन् 1200 देखि 1769 अर्थात् 68 अर्थात् यो गोर्खा कन्क्वेस्ट गोर्खाले चाहिँ नेपाल जित्नु अगाडिसम्मको पिरियडमा चाहिँ नेवार भाषा, नेवार साहित्य, नेवार यो आर्किटेक्टको चाहिँ ज्यादै विकास भएको त्यो एउटा स्वर्णिम युगको रूपमा लिने गरिन्छ। र अहिले जुन उपत्यकामा हामीले सम्पदाको रूपमा देखिरहेको मठ मन्दिरहरू, यो गुठी गानाहरू, यी सबै कुराहरू चाहिँ त्यही बेलाको उपजको तर्क छ। र यो नेवारहरूको एउटा हुन त अब मल्लकालसम्म पनि जुन सत्तामा राजाहरू थियो र ती राजाहरू वास्तवमा नेवारहरू थिएनन् भन्ने तथ्य सबैलाई थाहा भएको कुरा हो। र त्योभन्दा अगाडि पनि शासक गर्नेहरू चाहिँ कहिले पनि नेवार भएनन्, शासितहरू चाहिँ जहिले पनि नेवार भएको र पछि मल्लहरू पनि शाहहरूबाट चाहिँ पराजित भइसकेपछि नेवारै भएर गएको भन्ने तथ्य छ। र नेपालको यो नेवारहरूको हिस्टोरीमा यो 1769 को गोर्खा कन्क्वेस्ट पश्चात चाहिँ ठुलो किसिमले एउटा प्रभाव पर्यो भन्नु पर्यो। त्यस पछाडि जुन रूपमा मल्लकालमा चाहिँ नेवारहरूको एउटा सभ्यता विकास भइरहेको थियो, शाहकाल आएपछि गोर्खाको चाहिँ राज्य विस्तार सफल भइसकेपछि नेपाल अर्थात् नेवारहरूको सभ्यता चाहिँ अलि नेगेटिभ इफेक्ट त्यहाँबाट सुरु भएको भन्ने भनिन्छ। र अब यो नेवारहरूको विस्थापनको कुरा गर्दाखेरि यो पृथ्वी शाहले आफ्नो जित पश्चात नेवार क्रिस्चियनहरूलाई बाहिर निकालेकोदेखि लिएर जित पश्चात चाहिँ अब किर्तिपुरमा चाहिँ त्यहाँका बासिन्दाहरूको चाहिँ नाक कान काट्ने, गोठ काट्नेदेखि लिएर भक्तपुरमा पराजित नेवारहरूको धन सम्पत्ति लुट्ने र त्यो कहाँ कसको घरबाट के कति सम्पत्ति लुटिएको छ भन्ने एउटा यो लिस्ट ढलप नेपाल भाषामा ढलप हो, त्यो समेत हाम्रो इतिहास पल्टायो भने देखिन सक्छ। भन्नाले शाहकाल अर्थात् यो गोर्खा राज्यको चाहिँ उदय पश्चात नेवारहरूको एक किसिमले त्यो बेला दुर्भाग्य सुरु भयो भन्न मिल्दैन मेरो विचारमा, त्यस्तै भयो भन्नुपर्छ। र यो अब गोर्खा कन्क्वेस्ट पश्चात क्रमिक रूपमा अरू समयमा पनि नेवारहरू विस्थापन हुने क्रम जारी रह्यो र यो फोर्ट म्यासाकार पछाडि पनि नेवारहरू सिक्किममा प्रवास हुनु परेको पनि तथ्य छ। लक्ष्मीदास प्रधान त्यो बेला चाहिँ भक्तपुरबाट पलायन हुनु परेको कारण यो कोट म्यासाकार पछाडि उसको दुईजनाको चाहिँ सुरक्षा नभएको भन्ने एउटा पत्रको बाँकी नै छ। र जब यो राणाकाल सुरु हुन्छ, नेवारहरूको शाहकालको सुरुवातमा वास्तवमा नेवारहरूलाई दबाउने, नेवारहरूको भाषालाई त्यति विस्थापन गर्ने काम त्यति भइसकेको थिएन। इभन यो शाह राजाहरू राजेन्द्र विक्रम, सुरेन्द्र विक्रमको पालासम्म पनि नेवार भाषामा उनीहरूले साहित्य सिर्जना गरेको समेत देखिन्छ।
तर जब राणाकाल सुरु हुन्छ नेवारहरूको चाहिँ भाषा लिपि संस्कार संस्कृतिलाई चाहिँ अझ दबाउने काम त्यहाँबाट सुरु भएको देखिन्छ। वास्तवमा भन्ने हो कसै कसैले जङ्गबहादुरकै पालामा चाहिँ नेवार भाषाले चाहिँ प्रचलन त्यो सरकारी कामकाजमा रोकिएको भन्ने गरिन्छ। कसै कसैले चाहिँ चन्द्र शमशेरको पालामा आएर यो चाहिँ नेवार भाषालाई चाहिँ प्रतिबन्धित गरेको भन्ने भनाइ छ। र चन्द्र शमशेरको पालामा अझ आएर नेवार भाषालाई चाहिँ अझ बेसी दबाव गर्ने काम भएको देखिन्छ। नेवार भाषाको नाम चाहिँ नेवारी भन्न थालेको अथवा चाहिँ नेवार भाषाको नाम नेपाल भाषाको नामलाई हटाएर गोर्खाली भाषा जुन पहिले थियो गोर्खाली भाषा प्रकाशन समितिले नेपाली भाषा प्रकाशन गर्ने कार्य त्यही समयमा भएको भन्ने तथ्य छ। र केही कालमा वास्तवमा नेवारहरूले आफ्नो भाषाको चाहिँ विकासको आफ्नो भाषाको संरक्षणको लागि आफ्नो भाषाको चाहिँ अधिकारको लागि लडेको पनि राणाकालमै हो। राणाकालमा सिद्धिदास महादेव, वज्राचार्य, योगवीर सिंह, यो मास्टर जगतसुन्दर मल्ल लगायतका धर्मादित्य धर्माचार्य, चित्तधर घिर्रे यिनीहरू थुप्रै साहित्यकारहरू पनि वास्तवमा यो राणाकालमै जन्मेका र उनीहरूलाई जब जेलमा हाले सिद्धिचरण श्रेष्ठ भनौँ उहाँलाई चाहिँ नेवार भाषामा लेखेको कविताको कारणले गर्दा चित्तधर घिर्रे उहाँले चाहिँ नेपाल भाषामा एउटा मा भन्ने कविता लेखेको कारणले गर्दाखेरि यसरी जेलसम्म हाल्ने काम गरेर नेपाल भाषा नेवारहरूलाई चाहिँ दबाउने काम त्यो बेला भएको थियो। अनि एकातिर साहित्य भाषाको कुरा गर्दाखेरि यस्तो छ भने अर्को सामाजिक पक्षमा हेर्दाखेरि उपत्यका काठमाडौँ नेपाललाई जितिसकेपछि गोर्खालीले आफ्नो यो चाहिँ फिर्ता आफ्नो जितेको भूमि भएपछि नेवारहरूको भूमि आफ्नो सम्पत्ति बनाउने त कुरा यो स्वाभाविक भइहाल्यो र आफ्ना सैनिकहरूलाई चाहिँ यो जागिरको रूपमा यो तलबको रूपमा दिने जमिनहरू पनि नेवारहरूकै पहिलेको पुर्खाहरूको सम्पत्ति चाहिँ कसरी लिएको भन्ने धेरै भनाइ र हिस्टोरी पनि यस्तै देखिन्छ। अनि जब 7 सालको परिवर्तन हुन्छ 7 सालको परिवर्तन पछाडि केही खुकुलो पनमा चाहिँ नेवारहरूले केही गर्न सक्ने उनीहरूको भाषाको जातिको लागि चाहिँ केही होला कि भन्ने आशा थियो। तर यो उनीहरूले 7 सालको क्रान्तिको लागि ठुलो यो नेपाली काङ्ग्रेसलाई चाहिँ नेवारहरूको ठुलो सहयोग पनि थियो। उपत्यकाका चाहिँ नेवारहरूले ठुलो सहयोगकै कारणले गर्दाखेरि 7 सालको परिवर्तन हुन सकेको भन्ने पनि छ। र तर जब समय बित्दै गयो नेवारहरूले आफ्नो भाषाको अधिकार जातीय अधिकार त्यो बेला पनि पाउन खासै सकेन। हुन त स्कुलहरूमा नेपाल भाषा पढाउन थाल्यो, रेडियोमा अलिकति नेवार भाषाको प्रसारण सुरु भयो, समाचार समेत प्रसारण सुरु यही 1950 पछाडिको यो 1960 अगाडिको पिरियडमा पञ्चायत आउनुभन्दा अगाडि भएको थियो। तर जब पञ्चायत व्यवस्था सुरु हुन्छ फेरि नेपाल भाषालाई चाहिँ दबाउने कार्य सुरु भयो। रेडियो नेपालबाट पनि नेपाल भाषाले विस्थापन गर्ने कार्य भयो र नयाँ शिक्षा लागू भए पश्चात नेवार भाषा स्कुलमा पढाइरहेको पनि फेरि हटाउने काम यहाँबाट सुरु भयो। र यो कारणले यो हेर्दाखेरि एउटा सब्जेक्ट मात्र पढाइरहेको भाषा हटाउँदाखेरि त्यति ठुलो यसको नोक्सान नहोला भन्ने मान्छेको लाग्न सक्छ होला। तर म आफैले अब यो पिरियडको कुरा म आफैलाई थाहा छ, किनभनेदेखि म 32 सालको एसएलसी भएको कारणले गर्दा हाम्रो पालासम्म एउटा सब्जेक्ट नेपाल भाषा पढ्न पाउँथ्यो। 5-6 कक्षादेखि 10 कक्षासम्म 6 कक्षादेखि 8 कक्षासम्म संस्कृत पढ्ने कि नेपाल भाषा पढ्ने भन्ने थियो। र नेवारहरू अधिकांशले त्यो बेला चाहिँ नेपाल भाषा पढ्ने अवसर पायो। त्यसले गर्दाखेरि अनि 9-10 कक्षामा नेपाली कि नेपाल भाषा भन्ने ओरिएन्टल नेवारीको भाषाको रूपमा चाहिँ थियो भनेदेखि त्यो बेला पनि त्यसमा पनि नेवारहरूले अधिकांशले नेवार भाषा लिने अवसर पायो। अनि क्याम्पसहरूमा पनि आइए बिएमा साइन्स पढ्नेहरूलाईदेखि लिएर अरू विषयमा पनि कमर्स पढ्नेहरूलाई पनि नेपाल भाषा पढ्ने एउटा सब्जेक्ट पढ्ने अवसर त्यो बेला थियो। अनि त्यति हुँदाखेरि व्यापक रूपमा नेपाल भाषाको चाहिँ साहित्य सृजना हुने अवसर पनि त्यो बेला भयो। तर जब यो 28 सालको नयाँ शिक्षा लागू भयो काठमाडौँ उपत्यकामा 31-32 सालमा त्यो पूर्ण रूपमा लागू भइसके पछाडि नेपाल भाषाले चाहिँ स्कुलबाट चाहिँ कसरी विस्थापन गर्यो भनेदेखि कम्प्युटर साइन्स पढ्ने कि नेपाल भाषा पढ्ने
अर्को चाहिँ अप्सनमा पढ्ने कि नेपाल भाषा पढ्ने, यस्तो किसिमको चाहिँ व्यवस्था आइसके पश्चात चाहिँ नेवारहरूको भाषा स्कुलबाट हट्यो। त्यो कारणले गर्दाखेरि हाम्रो पालामा चाहिँ जुन रूपमा चाहिँ नेपाल भाषा चाहिँ उपत्यकामा सबै मानिसहरूले बोल्ने किसिमको भाषा थियो। अहिले आएर चाहिँ नेवारहरू स्वयंले पनि नेपाल भाषा चाहिँ बोल्न नपर्ने, आफ्नो छोराछोरीलाई चाहिँ बोल्न नलगाउने भाषाको रूपमा चाहिँ अहिले आइसकेको छ। यो कारण के भन्दाखेरि सरकारको यो एउटा भाषा नीति, जसले गर्दाखेरि नेवारहरूको चाहिँ आफ्नो भाषा यसरी विस्थापन भएको अवस्था आइपुगेको देखिन्छ। र अब वास्तवमा नेवारहरूलाई अथवा चाहिँ नेपाललाई चाहिँ जहिले पनि दबाउनु पर्छ भन्ने अभिप्राय यहाँ एउटा स्लाइडमा तपाईँहरू देख्न सक्नुहुन्छ। हुन त यो श्रीमान गम्भीर नेपाली भनेर पछि फेरिएको राष्ट्रिय गान थियो। पहिले यो राष्ट्रिय गानको रूप कस्तो थियो भनेदेखि श्रीमान गम्भीर गोर्खाली प्रचण्ड प्रतापी भूपति, त्यति मात्र होइन। तलको अर्को प्याराग्राफ पनि थियो, जुन प्याराग्राफमा तपाईँहरू देख्न सक्नुहुन्छ, नेपालमाथि सधैँ नाथको ठुलो होस्, श्री होस् ठुलो हामी गोर्खालीको। मतलब गोर्खालीहरूले नेपाली अथवा नेपाललाई चाहिँ सधैँ आफ्नो चाहिँ खुट्टा मुनि राख्ने दबाउने भन्ने किसिमको चाहिँ एउटा अभिप्राय थियो। यो अभिप्राय शब्दबाट त हट्यो, तर त्यो चाहिँ यो शासन सत्तामा रहेका चाहिँ शासकहरूको चाहिँ दिमागबाट चाहिँ अहिलेसम्म चाहिँ हटिएको देखियो। नेपालमा 46 साल पश्चात चाहिँ जुन बहुदल आयो, बहुदल आइसकेर पनि पञ्चायतकै कन्टिन्युटी त्यहाँ भयो। र 46 सालमा चाहिँ नेवारहरूले जुन रूपमा चाहिँ उपत्यका चाहिँ नेवारहरूले चाहिँ आफ्नो जीव ज्यान दिएर व्यवस्था परिवर्तन गर्यो, त्यसको उपलब्धि नेवारहरूलाई भएन। झन् दबाब सुरु भयो र नेवारहरू अझ विस्थापनको सुरुवात त्यहाँबाट भयो भन्दा पनि हुन्छ। उपत्यकामा पहिले बाहिरका मान्छेहरू आउने त्यति साह्रो थिएन, तर 46 साल पछाडि क्रमशः बाहिरका मान्छेहरू यहाँ ओह्राल्ने काम सुरु भयो र त्यो क्रम जारी हुँदै गर्दा यहाँ माओवादी आन्दोलन चल्यो। माओवादी आन्दोलनको बेलामा पनि बाहिरका मान्छेहरू यहाँ धेरै नै आउने, यहाँको जग्गा जमिन चाहिँ प्लटिङ गर्ने, बाटोघाटोहरू यहीँ मात्र विस्तार गर्ने काम सुरु भयो। र त्यस पछाडि फेरि यो बहुदलको अन्त्य अथवा राजतन्त्रको अन्त्य पश्चात यो रूप अझ तीव्र रूपमा भएको देखियो। र यहाँ चाहिँ अझ ठुल्ठुला बाटाघाटाहरू बनाउने, अहिले आएर चाहिँ यो मेगा सिटीको कुरा, तिनै ठुल्ठुला सहरहरूलाई चाहिँ एउटै सहर बनाउने, यो अनि चाहिँ सेटेलाइट सिटीहरू बनाउने, स्मार्ट सिटी बनाउने, अनि फास्ट ट्र्याकहरू बनाउने, मोनोरेल, मेट्रो रेल, यो सबै कुरा चाहिँ उपत्यकामा मात्रै गर्ने किसिमको चाहिँ जुन सोच ल्याएको छ योजनाविदहरूले, यो कार्यले गर्दाखेरि चाहिँ यहाँको चाहिँ आदिवासी नेवारहरू चाहिँ अत्यन्तै विस्थापित भइसकेको अहिलेको अवस्था छ भनेदेखि यो स्मार्ट सिटी, यो सेटेलाइट सिटी, मेगा सिटीहरू चाहिँ साँच्चै नै बन्यो भने यहाँ चाहिँ करोडौँको जनसङ्ख्या बाहिरबाट आउने, नेपालको जनसङ्ख्या 3 करोड छ भनेदेखि 1 करोडभन्दा बढी यहाँ चाहिँ जनसङ्ख्या नभइकन मेगा सिटी यसो भन्दाखेरि चाहिँ के हुन जान्छ भनेदेखि यो उपत्यकाका चाहिँ यो जुन नेवारहरूको सभ्यता, यहाँको चाहिँ मठ मन्दिर, यहाँको चाहिँ पुरानो सांस्कृतिक सम्पदा सबै नै तहस नहस हुने अवस्था यहाँ देखिन्छ। यो नेवारहरूलाई चाहिँ यो रूपमा चाहिँ विस्थापन गर्ने जुन योजनाहरू यो शासन सत्तामा बस्ने शासकहरूले लिइरहेको छ, उहाँहरूबाट चाहिँ यो थाहा पाएर अथवा थाहा नपाएर किन हो गरिरहेको छ, कुन योजनाविदहरूले गरिरहेको छ, के सोचले गरिरहेको छ, यो चाहिँ भन्नै नसकिने अवस्था छ। यो चाहिँ रोक्नको लागि सबै नेपालीहरूले चाहिँ प्रयत्न गर्नुपर्छ भन्ने मलाई लागेको छ। मेरो समय सकिएको यहाँ सङ्केत गरिसकेको पनि मैले धेरै कुरा बोल्ने मलाई इच्छा छ, तर पछि क्वेसन पछि छलफल माग्नु पर्यो। धन्यवाद। यतिखेर हामी